अब यहाँ कुरो के भयो भने एउटाले उक्साइदियो, अर्कोले गोली हानिदियो। बालेनले जेन्जी बालबालिकालाई ल जाओ रोडमा आन्दोलन गर भनेर उक्साइदियो, केपीओलीले गोली हानिदियो। ल हेर्नुहोस्, भनेपछि यो दुइटै कस्ता खालका व्यक्ति हुन् हेर्नु। उक्साउने पनि उस्तै हो, गोली हान्ने पनि उस्तै हो, एउटै हो, त्यसमा केही पनि फरक छैन। उसले उक्साउनु नहुने बालबालिकालाई त्यति गरेर पनि अब उसले बालबालिका कति मरे एउटा पशुपतिमा गएर हार्दिक श्रद्धाञ्जली त भन्न सकिन्छ नि, त्यो भन्न दुईजनाले गएन। ल हेर्नुहोस्, यी कस्ता व्यक्ति रहेछन् भन्ने कुरा जनताले चिन्नु पर्यो। र अर्को कुरा, घाइतेहरूलाई चाहिँ नि हस्पिटलमा कुनैलाई पनि भेट्न गएन, दुइटै गएनन्। केपी ओलीलाई अलि डर भयो होला, यताउति पिट्छन् कुट्छन् भनेर, तर बालेन जान पनि बालेन पनि भेट्न गएन। ल हेर्नुहोस्, र तपाईँको पुराना नेता र अहिलेको नेतामा केही फरक छैन। पुराना नेताले पनि फ्री भिसा फ्री टिकट दिएर बाहिर हामी पठाइन्छौँ, तपाईँहरूले धन्न मान्नु पर्दैन भने यस्तो कुरा गर्थे भने अहिले हाम्रो नयाँ नेता बालेनको पनि कुरो त्यही छ। फ्री भिसा फ्री टिकट नै बाहिर भेजिदिएंगे। उसले त के भन्नुपर्ने भनेदेखि तपाईँहरूलाई हामी म प्रधानमन्त्री भयौँ भने नेपालमै रोजगारी दिन्छु, तपाईँहरू यहीँ बस्नुपर्छ, नेपालमा बाहिर जानु हुँदैन, अर्काको गुलामी गर्नु पर्दैन, अर्काको गुलामी गर्ने वातावरण म तपाईँहरूलाई बनाउँदिनँ, यी नेपालमै रोजगारी दिएर राख्छु तपाईँहरूलाई, तपाईँहरू आफ्नो परिवारसँग बस्न पाउनुहुन्छ, मलाई चाहिँ तपाईँले जिताउनुहोस्, यस्तो भन्नुपर्ने। हेर्नुहोस्, अब यो पुरानो नेता र नयाँ नेतामा केही फरक भयो त? ल हेर्नुहोस्, अब ल हेर्नु, अब अहिले ती मरेका चाहिँ त्यो बच्चाका चाहिँ बाबुआमालाई अहिलेसम्म दुईजनै भेट्न गएका छैनन्, न बालेन गएको छ न केपी ओली गएको छ। भनेपछि यो चुनाव दुइटैले हार्नुपर्छ र बिचको व्यक्तिले जित्नुपर्छ। यो दुइटै काम छैन यिनीहरू। अहिले यस्तो केही गर्न नसक्ने व्यक्तिले भोलि प्रधानमन्त्री भएपछि के गर्ला भने के यिनीहरूले के पनि यिनीहरूले माखो केही मार्दैन यिनीहरूले। हेर्नुहोस्, यो देशलाई चाहिँ तपाईँको चाहिँ नि एकदम पछाडि धकेल्ने मात्रै हो, यिनीहरूले केही पनि गर्दैन, अहिलेसम्म गरे केही छँदा पनि छैन। अब यी कुनैले केही गर्दा पनि दुइटैले हार्नुपर्छ सबभन्दा राम्रो। दुईजनाले हार्यो भने बिचकोले जित्छ, उसले केही गर्ला। अब के फरक हो पुरानो नेता र नयाँ नेतामा? ल हेर्नुहोस् त, हामीले यो विचार गरेर चाहिँ सबैले भोट हालौँ होइन, चुनावमा जाउँ भन्ने कुरो चाहिँ म भन्न चाहन्छु।